कारणले बिहे गर्नुपर्छ। बिहे गर्यो भने म जस्तै कन्फ्युजन छ, त्यस कारणले बिहे गर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त बिहे गरिसकेपछि मोज मस्तीले घरमा आनन्दले खाइरहेको मान्छेले उता गइसकेपछि लजै खान पाइन्छ एउटा। दोस्रोमा ससुराल गएपछि सालीलाई जिस्क्याउन पाइन्छ। त्यो भयो। अर्को अब के भन्नु, अरू त अब हामी बिहे नगर्दै फाइदा रहेछ भन्ने बेर छैन। घरतिर आउँदाखेरि चाहिँ टाउको जोगाएर हेलमेट लगाएर आउने, अनि टाइममा घर पुग्ने। बिहे गर्नुभन्दा अगाडि जति गइयो मोबाइल नबोकिकन हिँड्ने, जहाँ गइयो जसकोमा जे खाइयो, त्यसपछि बिहे गरेपछि सकियो। त्यो चाहिँ फाइदा हो, पैसा जोगिन्छ। बाहिर हिँड्दा मोबाइल नबोकिकन हिँड्ने। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, अहिले मोबाइल बोक्दाखेरि फेसबुकमा सिङ्गल लेखेको छ नि, बिहे गरेपछि त्यो सिङ्गल लेख्यो भने अनि घरमा नछिर्दा हुन्छ। यति चाहिँ गर्दा हुन्छ। धन्यवाद।